नमस्कार दर्शकबिनहरू, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ आज तपाईहरुलाई इतिहास बोकेको एउटा पहिला आजभन्दा धेरै वर्ष अगाडिको चाहिँ सत्य तथ्य कथा तथा घटना सुनाउँदै छु। तपाईहरुले मेरो यो कथा सुनेर मलाई साथ सपोर्ट गरिदिनु हुनेछ भन्ने ठुलो आशाको साथमा मैले यो भिडियो बनाइरहेको छु। तपाईलाई यो कथा कस्तो लाग्छ? यो सत्य घटना हो र मैले चाहिँ मेरो हजुरबुवाबाट सुनेको भएर तपाईलाई यो कथा भनेको छु। यो चाहिँ मेरो हजुरबुवाहरुको पालामा भन्दा अगाडिको पालामा हाम्रो हजुरबुवाको बुवाहरुले वास्तविक भोग्नु भएको कथा हो र रियालिटी हो, घटना हो, जसमा चाहिँ हजुरबुवाले मलाई सुनाउनु भएर मैले चाहिँ कथा भने र उहाँहरुको चाहिँ वास्तविकता थियो। सुन्नुहोस् कथा तथा यो रियालिटी घटना कस्तो थियो त त्यति बेलाको। आजभन्दा धेरै वर्ष अगाडि हाम्रो हजुरबुवाको नि हजुरबुवाहरुको पालामा चाहिँ एउटा सत्य युग थियो र सबै चराचुरुङ्गीदेखि गोरु कुकुर पशुपन्छी सबै बोल्ने गर्थे। त्यतिखेरको जमानामा त्यस्तो सबै पशुपन्छी सबै बोल्ने भएका कारण मान्छे मरिसकेपछि पनि एउटा भनिन्छ नि कुनै अर्को जीव बनिन्छ अरे, त्यस्तै एउटा हाम्रो रीतिरिवाजमा नि छ नि त। त्यही भएर त 12 दिन जुठो बार्नुपर्ने, सबै जातिहरूले जुठो बार्ने, मान्छे मरिसकेपछि त्यसलाई संस्कारने एउटा राम्रो नीति निर्माण छ नि त। त्यही यसै बारे विषयवस्तुमा उहाँहरूले राम्रो अध्ययन गर्नु भएर यो गर्नुभएको भन्ने कुरा स्पष्ट रूपमा खोलिएको छ। र आजको मैले विषयवस्तु भन्न गइरहेको पनि यही हो। र वास्तवमा यो मैले चाहिँ के भन्न गइरहेको छु भने श्राद्ध भन्ने चिज चाहिँ कहाँबाट आयो र कसरी आयो र किन गरिरहेको छ नि त, यसको कुरा सुनौँ है त। आज वास्तविक घटना के थियो र कसरी आयो र यो कसरी भयो र आजसम्म किन मान्दैछन् पितृयोग वृत्ति सतायोग भन्दै यसलाई कसरी मनाइरहेका छन् त र यसलाई किन मानिरहेका छन्। सुन्नुस् वास्तविक घटना के हो। आजभन्दा धेरै वर्ष अगाडि एउटा सत्य युगको पालामा आफ्नो छोराले आफ्नो छोरा र आफ्नो बाउ एउटा घर बिछोड भएर एउटा छोरो भिन्दो बसेको हुन्छ। त्यतिखेरको बेलामा भिन्दो बस्ने चलन हुन्छ र भिन्दो बसेको हुन्छ। छोरो भिन्दो बसिसकेपछि बाउले 1 महिना पिठो पैँचो मागेर लग्छ र त्यसको बदलामा उसको बाउ मरिसकेपछि अर्को जुनी लिएर गोरुको जुनी लिएर आउँछन् र आफ्नै छोराको घरमा चाहिँ गोरुको जुनी लिएर आउँछन् र त्यहीँ गोरुको जुनीबाट उसले जोत्ने खन्ने। अब गाउँघरमा त के हुनु, हली त हो नि, गोरु जोताउने मर्ने गरी, अनि त्यो हली हुन्छ। अनि एक दिन अब आमा पनि मर्छिन् र आमा चाहिँ कुकुर्नीको जुनी लिन्छ र बाउभन्दा आमा चाहिँ अलि अगाडि नै मरिसकेकी हुन्छन्, जसमा चाहिँ आमा चाहिँ मरेर कुकुरको जुनी भइन् र बाउ चाहिँ बितेर गोरुको जुनी लियो र आफ्नै छोराको घरमा जन्म लियो। र त्यतिखेरको जमानामा जसको घरमा पनि अलि जमिनदार हुनेको घरमा चाहिँ हली भन्ने चलन हुन्छ र हली राखेको हुन्छ र आफ्नो छोराले पनि एउटा हली राखेको हुन्छ। र बाउ र आमा त बितिसकेको छ र बाउ र आमा बितिसकेपछि जुठो किराहरू सबै पारिसकेको हुन्छ र लास्टमा चाहिँ उनीहरूको वर्षमा एकचोटि आउने भनेको श्राद्ध तिथि भनिन्छ नि त, श्राद्ध हुन्छ। र श्राद्धको दिनमा बाउ त गोरु हो, त्यतिखेर चाहिँ सत्ययुग भएको रे गोरु कुकुर सबै बोलिरहेको हुन्छन् र बोल्छन् पनि। अनि अब हलीलाई बोलाएर खेत जोत्न पठाउँछन् बाउलाई र त्यो दिन चाहिँ बाउको श्राद्ध हुन्छ। अनि गोरुलाई चाहिँ खाना पनि दिँदैन, दिनभरि जोताउँछ, बिहान घाँस पनि दिँदैन, पिठो पनि दिँदैन, पानी पनि दिँदैन, दिनभरि बिहानदेखि 2 हलको मेलो जोताइदिन्छ र बेलुका ल्याएर घरमा बाँधिदिन्छ। र कुकुर्नी पनि त्यही श्राद्धको दिन बाउको श्राद्ध, अब कुकुर्नी त बुढा हो नि त, उसको बुढाको श्राद्धको दिनमा उसलाई पनि खाना दिँदैन, कुट्छ लोहार्छ। अनि बेलुका चाहिँ हलीले अब साँझ परेपछि त हलीले ल्यायो घरमा बाँध्नलाई, घरमा गोरु ल्यायो, बाँधेपछि अब कुकुर्नी गएर चुई रुँदै गएपछि चाहिँ त्यो गोरु बाँध्ने अब गोठ हुन्छ नि, गोठमा गएर छेउमा गएर रुँदै बुढा भने रे। अनि हजुर भन्दो रहेछ अरे गोरुले, हब्बा त भन्छ नि। अनि हजुर भन्दो रहेछ अरे। अनि गोठालो चाहिँ अब त्यो गोठालो होइन, हली चाहिँ यतापट्टि साइडमा लुकेर सुनिरहेको थियो अरे। अनि यिनीहरूले के कुरा चाहिँ गर्दो रहेछ त भनेर सुनिरहेको थियो अरे। अनि त्यसपछि त्यो सुनिराख्दा चाहिँ के भयो भने अब कुकुर्नीले त चुई गरेर रोएर बुढा भनिसक्यो। अनि हलीले सुनिरहेको छ लुकेर, अब के चाहिँ होला भन्ने त एउटा मनमा भयो होला नि त हलीलाई, त्यही भएर हेरिरहेको थियो। अनि हेरिराखेको बेलामा चाहिँ त्यो अब गोरुले पनि बुढी भने अरे। अनि भनेपछि चाहिँ अब के चाहिँ होला भन्ने कुरा हुन्छ नि त। अनि के चाहिँ होला भनेर हलीले अझै सुनिरहेको थियो त्यहाँ काममा। अनि कुकुर्नी धुरु रोए अरे। अनि
के भन्छ अरे भने आज तपाईँको श्राद्धको दिनमा तपाईँलाई नि दिनभरि जोत्यो, मलाई नि खाना पनि दिएन, मर्ने गरी कुट्यो, यिनीहरूले यस्तो हामीले के पाप गरेका थियौँ र भन्यो अरे कुकुरनीले। अनि धेरै रुँदै 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 त्यही रुँदै भन्दै थियो अरे कुकुरनीले। अनि गोरु पनि रुँदै रुँदै भन्यो अरे बुढी मलाई पनि दिनभरि जोत्यो, बिहान खाना पनि दिएन, कुटेर जोत्यो भनेछ अरे। अनि हलीले सुन्यो अरे। हलीले सुनेपछि अब घरको साउ त हो, त्यही गोरुहरूको छोरा हो नि त, अहिले बाबु मरेर गोरुको जोनी लिए त। अनि त्यहीँ गएर माथि अनि तल्लोपट्टि गोरु बाँध्छ नि त, पहिल्यैदेखि धेरै अगाडिदेखि चलन हो नि त, यता मतान सतान हुने, यता साइडमा गोरु बाँध्ने। अब माथितिर मान्छे हुन्थ्यो, त्यस्तै हो त, हुन्छ नि भान्साघर संसार। अनि गएर अनि हलीलाई चाहिँ खानेकुराहरू दिन लागेछ अरे। अनि हलीले गएर त्यो कुरा चाहिँ अब त्यो घरको साउनी ऊ त्यो गोरु त को छोरा त हो नि, गोरुको छोरा, उनीहरूलाई भन्यो अरे। भनेपछि चाहिँ आएपछि अब उनीहरूले पनि कुकुरनी र गोरुलाई माफी मागेर खुट्टा ढोगेर आफ्नो छोरा र बुहारीले चाहिँ, अनि गोरुहरूले पनि माफ गर्दै अरे। अनि यो कथाबाट शिक्षा चाहिँ के पाइन्छ भन्दा चाहिँ त्यतिखेरको जमानामा चाहिँ एउटा सत्य युग थियो, सत्य घटना हुन्थ्यो र वास्तविक घटना चाहिँ यो घटनाले चाहिँ के बुझाउँछ भने बाबुआमा मरेर पनि अर्को जुनी लिएर आउँछ, जसमा चाहिँ अन्तिममा चाहिँ के भयो भने त्यो बाउले एकमुठी पैँचो पिठो लगाएको थियो नि त। बाउले त्यो सजाय पाउनुको कारण चाहिँ के हो भने त्यो एकमुठी पैँचो पिठो लगाएको थियो, अनि छोराले पैँचो पिठो दिएको थियो अगाडि नै। त्यो एकमुठी भन्दा पनि त्यतिखेर एकमुठी नै हुन्थ्यो, अब मानव हुँदैन थियो, त्यो मुठीले दिन चल्यो नि त नि। अनि त्यसरी दिएको ठाउँमा अनि बाउले चाहिँ छोरालाई फिर्ता दिएन। फिर्ता नदिएपछि गोरुको जिनी लिएर आफ्नै छोराको घरमा जन्म लिनु पऱ्यो र छोराले त्यति कष्ट दुःख गराएर जोतेर कुटेर आफ्नो ऋण चुक्ता गर्यो। र अब बाउ गोरु भए पनि त्यतिखेर त अब गोरु त बुढो भएपछि बेच्दिने हो। अनि छोराले अब जोत्यो, अब के हो गर्यो। अनि त्यसपछि अब त्यो बेच्यो, अझै त्यो श्राद्धको बारेमा भएपछि नि गोरु भए पनि त्यतिखेर त बेच्ने नै चलन हो, बाबै भने बेच्यो। अनि बेचेपछि चाहिँ त्यसलाई अब तामाङहरूको जातिहरूले काटेर खान्छ नि त, त्यतिखेर भोटे भन्छ। अनि काटेर खाएर ज्यानहरू चाहिँ अब खाएपछि टाउको चाहिँ माग्थ्यो अरे। अनि टाउको चाहिँ आलुबारीको बिचमा ल्याएर त्यही छोरालाई नै बुझाइदिएछ अरे। अनि त्यो टाउको चाहिँ अब छोरालाई नै दिएपछि आलुबारी हुन्छ, त्यतिखेर गाउँबारी घैयाबारी हुन्थ्यो नि त। अनि घैयाबारी आलुबारीमा लगेर बिचमा राख्थ्यो अरे। राखेपछि अब त्यहाँ त राति चोर्ने मान्छेहरू धेरै आउँथ्यो अरे। त्यो टाउको लगाएर राख्नु कारण चाहिँ कुर्नु अरे के। अनि त्यो कुर्नु अरे। अनि अब त्यो कुर्नलाई त अब त्यहाँ बस्ने नि त। अनि अब रातभरि त्यो अब केही पनि हुँदैन, कुर्ने मान्छे कोही पनि नभएपछि त्यो टाउकोलाई राख्दैन। अब सत्यमा टाउको पनि बोल्थ्यो नि त, अब मरिसक्यो भने चाहिँ नि अब भूत हुन्छ भन्ने हुन्छ नि त, त्यही भयो होला। अनि बोल्थ्यो अरे। अनि त्यसपछि अहम 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 गरेछ अरे। अब तर्साउने तरिकाले के ठुलो स्वरले। अनि चोरहरू यताउता हेर्छ अरे, आलु सालु निकाल्छ अरे। अनि 3 ताली गरे अरे। अनि यताउता हेर्छ अरे। अनि त्यसपछि एउटा चोरले चाहेर यताउता हेरेर काहीँ केही देखेन, टाउको चुनाएर खाएर टाउको लाएर ओइ तँ बोल्या हो भनेछ अरे। अनि हो भनेछ अरे। अनि त्यसपछि तिमीहरू, अनि टाउकोले भने अरे यस्तो भने अरे, तिमीहरू किन चोरिरहेको छौ? म यत्रो एकमुठी पैँचो पिठो लाँदा त यस्तो दुःख भोग्नु परिरहेको छ। श्राद्धको दिनमा पनि गोरु जोतायो, अनि छोराले आफ्नै त्यत्रो वास्तविकता जानेर पनि बेचेर मलाई यहाँसम्म कुर्न पनि लगायो भने अरे। अनि चोरहरूले पनि यहाँबाट के शिक्षा पाएर भने अब चाहिँ चोर्नु हुँदैन भन्ने टाइपले उनीहरूलाई पनि डर भयो अरे मनमा। अनि चोर्नु हुँदैन भनेर उनीहरूले पनि त्यहाँबाट छोडेर अनि आलु सालु सबै छोडेर अनि भागेर। अनि यो कथाबाट के शिक्षा पाइन्छ भन्दा चाहिँ एउटा मान्छे मरेर पनि अर्को जुनी लिएर पनि मान्छेले एकमुठी पैँचो लाँदा त त्यति ठुलो सजाय भोग्नु पऱ्यो। आफ्नै बाउले आफ्नै छोराकोबाट लाँदा भने तपाईँहरूले यति धेरै त्यो अर्काको दुःख, अर्काको डाहा, अर्काप्रति रिस डाहा गरेर काम गर्नुहुन्छ नि, त्यो चाहिँ कसरी सक्सेस हुन्छ भन्ने होला त र हुन्छ त भन्ने कुरा चाहिँ यहाँ स्पष्ट हुन्छ। जति नै दुःख कष्ट भए पनि आफूले नै अगाडि बढ्नुपर्छ र अरूकोमा विश्वास भर कहिले पनि पर्नु हुँदैन भन्ने चाहिँ यो कथाबाट स्पष्ट रूपमा देखाउन खोजिएको हो। र यो सत्य घटना पनि हो। र मलाई मेरो हजुरबाले सुनाउनु भएको र मेरो हजुरबालाई चाहिँ मेरो हजुरबाको बाउले सुनाउनु भएको। अब यो चाहिँ धेरै अगाडिको वास्तविक घटना हो अरे, जुन चाहिँ अब त्यतिखेर अब मैले त त्यही भएर कथा भनिरहेको छु, मलाई मेरो हजुरबाले सुनाउनु भएको। मेरो हजुरबा त यो संसारमा हुनुहुन्न, अनि धेरै अगाडि कथा हो। तपाईँहरूले सुनिदिनु भएकोमा धन्यवाद। र फेरि पनि यस्तै घटनाहरू लिएर आउनेछु। अहिलेलाई बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई।